उहाँ हुनुहुन्छ बारा जिल्ला कोल्भी नगरपालिका सोनाभार गाउँको छविलाल चौधरी। उहाँ एकजना यहाँको सफल किसान हुनुहुन्छ र उहाँसँग मैले चाहिँ उहाँले गरेको धान खेती को सन्दर्भमा उहाँले कुन औषधि प्रयोग गरेर धान खेती र कुन चाहिँ मलखाद प्रयोग गरेर धान खेती उहाँको यति राम्रो छ, त्यस सन्दर्भमा उहाँसँग मैले संक्षिप्त कुराकानी गर्न चाहन्छु। तपाईको नाम के हो? छविलाल चौधरी। तपाईको घर कुन ठाउँ हो? कोल्भी नगर, बारा जिल्ला कोल्भी नगरपालिका वार्ड नम्बर 5 सोनाभार टोलमा। तपाईले यो धान खेती गर्दाखेरि कुन औषधि प्रयोग गर्नुभयो? मदर ब्याक्टेरिया। त्यो औषधि हो कि मलखाद हो? होइन, त्यो एउटा हामीले एउटा बोतलमा दिएको झोल पदार्थ जस्तो थियो होइन। अब त्यसलाई हामी के भन्यो कि यसलाई मतलब कि 100 लिटर पानीमा राखेर 3 लिटर दही हालेर घोल्नु पर्छ। 10 दिन जति घोलेर हामी यो खेतमा प्रयोग गरेको। अनि तपाईले कस्तो लागिरहेछ यसपालि तपाईले गरेको धान खेतीमा खर्च चाहिँ गत साल भन्दा बढी लागेको छ कि कम लागेको छ? गत साल भन्दा त धेरै कम छ, किनकि अब यसमा औषधि मलाई छर्नु परेन। यसपालि धेरै रोगहरू चलेको थियो र मैले यो धानमा त्यो प्रयोग गरेपछि औषधि यसमा प्रयोग मैले गरेन र धान राम्रै छ। तपाईले के लाग्छ यो मदर ब्याक्टेरियाले अब तपाईको गाउँठाउँ वरिपरि कोल्भी नगरपालिकामा किसानलाई चाहिँ राम्रै बचत गर्छ भावी दिनमा? भावी दिनमा राम्रै बचत गर्छ जस्तो मलाई लाग्छ। तपाई एउटा किसान, तपाईले यसबाट जीवन हेर्नु भएको छ? जीवन मैले हेरेको छु। अब यसमा राम्रै छ। अब एकदम सामनेमा धान छ, हेरिराख्नु भएको छ। धन्यवाद।